यो भाग्यले ढाँटेन छ भने त्यो घरको छानोसँगै मानो पनि मैले आउँछु। आमा सुन्ने हुन्छ अब यो घर भन्दै रुँदै थिइन्, ढुक्क हुनु तिमी, म फर्की आउँछु है। कहिल्यै झर्दैन चाहिँ लाग्थ्यो यी आँखाबाट आँसु। ल अब चाहिँ लगभग अब बिदाबाई पनि भइसकेको भन्नुपर्छ होइन। सबैसँगले सबैजना आइदिनु भयो पालिदिनु भयो लागि कसरी आभारी छु होइन। त्यही हो, साथीहरू आउनु बाँकी हुन्छ, अब तिमी आउनु बाँकी हुन्छ, त्यही हो होइन। शीतल दिने छहारी हुँदैन, बाबुभन्दा राम्रो अर्को कुनै सल्लाह दिने सल्लाहकार हुँदैन है। सबै थोक हारे पनि साथीभाइ जितेको थिएँ, दाजुभाइ कमाएको थिएँ। हामीलाई नबिर्सियोस् भन्दै फर्किए, अब मैले तिमीहरू थियौ र त जितेँ भनी भन्नु कसरी है। भइगयो, म परेछ भने आफैलाई निखार्न सकौँ, यो जिन्दगीलाई अझै तिखार्न सकौँ, तर दैव तिमीलाई चाहिँ कहिल्यै धिक्कार्न नपरोस् है। हेलो एभ्रिवान, गुड आफ्टरनुन, नमस्ते। के छ दाजुभाइहरू, तपाईँहरूलाई स्वागत छ आजको मेरो भ्लगमा होइन। र यो भ्लग चाहिँ आज चाहिँ अलिकति खुसीको पनि छ र दुःखी पनि छ होइन। अब धेरै खुसी पनि छु एक प्रकारले र दुःखी पनि छु। खुसी के कारणले छु भन्दाखेरि चाहिँ अब वर्षौँदेखि मैले गरेको मिहिनेतको सफलताको दिन हो आज चाहिँ होइन। र आज चाहिँ म एपिएसबाट कोरिया प्रस्थान गर्न लागिरहेको छु र समथिङ 1-1.5 वर्षको मिहिनेत चाहिँ मेरो सँगले राम्रो भएको छ। अब पार पार्न लागिरहेछ भन्नुपर्छ। खुसी कुरा त्यो हो भनेदेखि अब दुःखको कुरा के भन्दाखेरि अब अहिलेसम्म काहीँ नगएको छोरो होइन। अब छोरा मान्छे भइसक्यो, यस्तो हरेक काम गर्नैपर्छ। त्यही पनि अब यस्तो हो नि त, के भन्दाखेरि अब देशै छोडेर अब जान खोज्दैछु है। अब दुःख त अभियसली भइ नै हाल्छ होइन। त्यही पनि अब जानै पर्छ हामीले, जहाँ भए पनि दुबई कतार भए पनि अब आफ्नो सङ्घर्ष र आफ्नो मिहिनेतले गर्दाखेरि इपिएसको थ्रुबाट कोरिया प्रस्थान लागेको छ आज चाहिँ है। र भ्लग सुरु गरौँ न त, पछिल्लो एउटा मेमोरी पनि हुन्छ भनेर मैले चाहिँ सुरु गर्न लागेको छु। अहिले चाहिँ म काठमाडौँमा ललितपुर घरको अफिसदेखि यतापट्टि हाम्रो आकाश भाइको रुममा छु भन्नुपर्छ। मेरो भाइ सँगसँगै मेरो आत्मीय साथी पनि होइन। समथिङ धेरै नै भयो मैले यहाँ बसेको चाहिँ। समथिङ मैले लेखिदिँदाखेरिदेखि नै म यो भाइकोमा आएर बसिरहेको छु र लागिसकेपछि मैले सबै ठिक पारिसकेँ। मैले हिजोसम्म कस्तो थियो भनेदेखि कति धेरै इन्ट्रेस्टिङ भएर भ्लग बनाउँछु होइन। अब नेपाल टु कोरियाको जर्नी हाल्छु भनेर सोचिरहेको थिएँ नि त, तर आज मन भारी रह। हुन त अब जसरी भए पनि नराम्रो लाग्दो रहेछ लाग्ने चाहिँ जे जस्तो भए पनि अब आफ्नो सपनाको सहर आफ्नो आफूले गरे अनुसारको मिहिनेतले गर्दाखेरि अब जान पाउँदैछु भनेर खुसी छु आफू होइन। अब चाहिँ लगेजसकेज मेरो रेडी भइसकेको छ। लगेज एउटा चाहिँ रेडी भइसकेको छ भनेदेखि अब ह्यान्ड ब्याग चाहिँ अलिकति क्यारी ब्यागमा मैले गर्नुपर्ने छ। र मैले वेट चाहिँ पाएको छैन। वेट चाहिँ तपाईँलाई अब 22 किलो यसमा लगेजमा र 7 केजी चाहिँ क्यारी ब्यागमा भनेर भन्नुभएको थियो त्यहाँ। र अहिले चाहिँ के छ भन्दाखेरि अब तपाईँहरूलाई थाहा नै छ, अब जो कोरियामा हुनुहुन्छ र अब कोरिया जाने सोचमा हुनुहुन्छ भनेदेखि तपाईँहरूलाई थाहा नै छ अब खाना कस्तो हुन्छ भन्ने कुरा है। र पहिला योभन्दा अगाडिको लटमा चाहिँ अब जोस चाउचाउहरू लान पाइन्थ्यो यहाँ नेपालदेखि, तर अहिले चाहिँ हाम्रो पालामा चाहिँ चाउचाउ लान पाएको छैन। चाउचाउ चाहिँ अब अहिले चाहिँ इलिगल छ भनेर, मतलब के भाइरस आएको छ त्यही भएर अहिले चाहिँ ब्यान्ड छ भनेर भन्नुभयो। मुखमा लाने कुरा के लान पाउँदैन। अब एक बोतल 1 लिटर रक्सी लान पाइन्छ अथवा के भन्नु अब होइन, विस्की ब्रान्डी अब भोड्काहरू र 4-5 बट्टा चाहिँ चुरोट लान पाइन्छ भन्नुहुन्छ। अब 2टा खाइदिनँ, अब आफूलाई त केही फाइदा भएन होइन। र आज चाहिँ अलिकति खाना पनि रुचाइ होइन, मन भारी भएको होइन। अब मेरो फ्लाइट चाहिँ अब आज भनेको चाहिँ 23 गते होइन, सरी 22 गते आज वैशाख चाहिँ मेरो बेलुका 7:20 को फ्लाइट छ भन्नुपर्छ है। र म चाहिँ सबै रेडी भइसकेको छु, लगेजहरू सबै मेरो रेडी भइसकेको छ। अब म ड्रेसेस लाउँछु होइन। त्यही हो, अब साथ सपोर्ट दिनु होला, एउटा मेमोरी पनि हुन्छ। अनि योभन्दा अगाडि मैले लोटस इटरी कोरियन ल्याङ्ग्वेजमा काम गर्थेँ, तपाईँहरूलाई अवगत नै छ होला होइन। थिएन भनेदेखि मैले गराउन चाहेँ। हुन त मैले पढाएको स्टुडेन्ट पनि अब कोही कोरियामा हुनुहुन्छ, कोही अब जाने तयारी पनि हुनुहुन्छ, कोही पढ्दै हुनुहुन्छ, आफ्नो ठाउँमा छ होइन। मेरो पाला अलिक ढिलो आएको छ। आजको जर्नी चाहिँ मैले उसँगले जेसरी क्यामेरामा कैद गर्न चाहन्छु होइन। त्यही हो। ल अब चाहिँ म रेडी भइसकेको छु भन्नुपर्छ है। र जो इपिएस पढ्दै हुनुहुन्छ अथवा
जो चाहिँ अब यही दिनको प्रतीक्षा हुनुहुन्छ उहाँहरूलाई मैले यो टोपी र यो ज्याकेट पाउनको लागि सङ्घर्ष गर्ने कथाहरू सुनाउन नपर्ला होइन। प्राय 100जनामा पढ्ने स्टुडेन्टहरूको 99% मानिसहरूको सपना यही हुन्छ कि रातो टोपी लाउने र ज्याकेट पाउने होइन। चाहिँ म रेडी भइसकेको छु, टाइम पनि अब हुन लागिसक्यो नि त होइन। ल अब जुत्ता लाउनु बाँकी छ, जुत्ता लाउँछु। यहाँ छोराहरू आइसक्नु भएको छ, तपाईँ हुनुहुन्छ यता हाम्रो सर पनि हुनुहुन्छ। हजुर लगेज मेरो रेडी भइसकेको छ। लगेज मैले जोखेँ होइन, जोख्ने मसँग निस्किनु नभएर कति केजी छ भन्ने कुरा हो होइन। अब यता यहाँ 22 केजी र के अरे ह्यान्डब्यागमा 7 केजी भन्नुभएको थियो। अब कति चाहिँ भयो भन्ने कुरा मलाई थाहा छैन एक्ज्याक्टली, अब कहाँ गएर हुन्छ होइन। अब पैसा पनि छाड्नु बाँकी छ। त्यहाँ ब्याङ्कमा अघि बिहान हामी कुद्नु मात्रै पऱ्यो है। मैले चाहिँ वानै छाड्नु खोजेको, त्यही भएर चाहिँ वान छाड्नका लागि चाहिँ भित्रै अब 10 साढे 10देखि 3 बजीभित्रमा आइपुग्नुपर्छ भन्नुभएको छ। पर्फ्युम चाहिँ मैले बोक्न नबोक्नु भइरहेको छु होइन, पर्फ्युम अब लान पाइन्छ भने टुङ होइन, त्यही भएर हो है। ल बिदाबारीको तयारी हुँदैछ होइन। समय कति छिटो जाँदो रहेछ पत्तै हुँदैन होइन। अब जेसम्म कहिले भिसा लाग्छ भनेर पर्खिँदै पनि भिसा आइ नै सक्यो है। अब छोरा मान्छे भइसकेपछि परदेश नै पर्छ होइन, त्यही हो। अब हामी नेपालीको बाटो त्यही होइन। सबै कुरा सामान भइसकेको छ, गाडी पनि सरले बुक गरिसक्नु भएको छ। अब मैले यो सामान चाहिँ कति केजी छ भन्ने कुरा चाहिँ हो होइन, कति केजी छ भनेर अब यसको वेट लिनु पर्नेछ। र मैले यो ह्यान्ड ब्याग क्यारी ब्याग बोकेको छु, डकुमेन्ट बोक्न लागि मैले यो ब्याग बोकेको छु होइन। ल ल अब तकरिबन रेडी भइसक्यो भन्नुपर्छ है। टाइम पनि आफूले हाम्रो चाहिँ कति भनेपछि 2 घन्टा लागेछ। 3 बजी छिटो जानुपर्छ किनकि अब चारवटा काम पनि हुनसक्छ होइन। त्यहाँदेखि काम पनि हाल्नु लाग्छ नि त, पहिला पर्छ टक्कै चलाउनु चाहिँ रेडी भइसकेको हुनुपर्छ, त्यही हो। ल यति हुन्छ नि खाता थियो त यहाँ अहिले उडाउनु पर्दैन होला, साइड गरेर भइदिने भने चाहिँ गरौँ, अनि उता गरौँ न। खिचेर आउँछ। हजुर किचनको भाँडाकुँडा सबै आयो। के फरक पर्छ मान्छेलाई खानु के चाहिन्छ। पानी उयो गर्ने पहिला यतिकै चाहिँ बाहिर हिँड्नु त बाहिर हिँड्नु बाहिर निक्लिएर बन्द गरिदिउँ। अगाडि म बाहिर आउनु क्यामेरा त्यहाँनिर टिक्क थियो भने पैसा पनि राखिदिनु न, 5-10 रुपियाँ छ भने। अँध्यारो देखिरहेको छ, पैसा राखिदिनु न सामान। अँध्यारो आयो दुईटा राख्नु भयो। मुटु फुट्दा झै लाग्यो छुट्टिने बेला, अङ्गालोमाथि मेरो मुटु फुट्दा झै लाग्यो छुट्टिने बेला, मुटु फुट्दा झै लाग्यो छुट्टिने बेला, अङ्गालो। ल अब रुममा बिदाई दिइसक्यो है। यता समाचार बाहिर जानुहुन्छ। अब जानै पर्छ है। ल ट्याक्सी पनि आइसकेको छ, मेरो भाइ हुनुहुन्छ है एउटा। के छ भाइ? ठिक छ ल अहिले चाहिँ हामी अब एयरपोर्टतिर लागिसकेको छ भन्नुपर्छ होइन।
हिँड्ने बेला होइन पछाडि पनि रहेछन् आज अब अन्तिम दिन मेरो चाहिँ फ्लाइट भन्दाखेरि अब बेलुकाको 7:20 हो है 3 बजीभित्रमा सबैजना आइसक्नुपर्छ छिरिसक्नुपर्छ भनेको भएकोले चाहिँ अलिक छिटो चाहिँ म आए जस्तो लागिरहेको साथीहरू कन्ट्याक्ट दिन्छन् किनकि पेरेन्ट्स साथीहरू सबैले चाहिँ एन्सरको सिमहरू चाहिँ छोड्नु नै हुन्छ होला है म पनि छोड्छु मलाई त्यहाँ दिन्छु सिम चाहिँ अब किनकि मलाई लगेर पनि त्यो खर्च मात्रै गर्ने कुरा होइन बाँकी त्यो नेपालमा भए तापनि चाहिएको पिलपुलहरू मैले दिइहाल्नु जान्छु होइन यहाँ बनाउँदैछु तपाईँको पल्लै मेडिकल रिपोर्ट ल अब चाहिँ हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरिसक्यौँ है अब मैले सुरु पाइरहेको किनकि छुट्टी आएँ त म मेरो लाइफको फर्स्ट हो होइन अनुभव एउटा उखान थियो क्या रातभरि पढाइ दस छोरा भनेको छ यस्तो हिजोदेखि मैले भन्न खोजेको परिमाण है अब अहिले पनि हाम्रो भित्र 10 देखि 3 मा भन्नुभयो अहिले आउँदाखेरि अब होइन अब अन्त छैन अब युएस डलर भन्नुभयो त्यसको लागि चाहिँ अब 1/7 लागि चाहिँ म यता ओर आएको छु अब धेरै त के लानु होइन 200 डलर चाहिँ बोक्नुपर्छ भनेर यहाँ ओर आएको साथीहरू सबै धमाधम फोटो खिच्नु भएको छ है अब आउनु भएको छ खिच्नु अब त्यही हो नि ल साथीहरू आइसक्नु भएको छ धेरै चाहिँ अब चिनाएन मैले चिन्छ होइन जेसो रातो टोपी र यो मैले यसलाई यस्तो ड्रेस लाउनु भएको चाहिँ अब साथीहरू हुनुहुन्छ आइसक्नु भएको रहेछ मैले चिनेको चाहिँ आउनु बाँकी हुनुहुन्छ म एयरपोर्ट आइसकेँ है यता पनि साथीहरू हुनुहुन्छ भित्र ल मेरो आउन बाँकी हुनुहुन्छ आउँदै हुनुहुन्छ होला होइन अब बहिनीहरू पनि आउँदैछन् त्यस्तै हो होइन अब अन्तिमचोटि हो होइन त्यही हो हुन्छ ल ल अब चाहिँ साथीहरू पनि भेट्नु सकेको छ मैले चाहिँ त्यसरी साथी पर्खिरहेको छु भन्नुपर्छ है साथी आइपुग्नु भएको छैन नि त त्यहाँ मेरो मेडिकल रिपोर्ट छ त्यहाँ भएर चाहिँ म यहाँ पर्खिरहेको छु मैले चाहिँ त्यो विमानस्थलमा छु यहाँ साथीसँगै छु है ल तकिरहनु ल अब चाहिँ लगभग अब बिदा बाइक भइसकेको भन्नुपर्छ होइन सकेसँगले सबैजना आइदिनु भयो पालिदिनु भयो लागि कसरी आभारी छु होइन त्यही हो साथीहरू आउनु बाँकी हुनुहुन्छ अब आउनु बाँकी हुन्छ त्यही हो होइन ल अहिले चाहिँ हाम्रो टाइम भन्नु चन्ददेखि बेलुकाको 5:30 हुन लागिसकेको छ होइन र मेरो चाहिँ क्यामेरा क्वालिटी लास्टै खतम आइरहेको होला किनकि यो चाहिँ अब मैले एन्ड्रोइड देखि गरेर आउँदै भन्दा अगाडि भिडियो चाहिँ मैले आइफोनदेखि गराएको थिएँ भाइको आइफोनदेखि गराएको थिएँ अनि हामी चाहिँ पुरै टोली नै अहिले चाहिँ फ्लाइट वेटिङ गरिरहेको छ भन्नुपर्छ होइन लगभग हाम्रो साथीहरू सबै यता हुनुहुन्छ